यदि मेन मान्छे नै खराब हुन्छ भने न उसले कुनै बिजनेस चलाउन सक्छ, न देश चलाउन सक्छ, न पार्टी नै चलाउन सक्छ। आजको जल्दो बल्दो उदाहरण हामी कांग्रेस पार्टीमा देख्न सकिन्छ। आजको विशेष महाधिवेशनमा गगन थापा, विश्वप्रकाश शर्मा र अन्य मन्त्रीहरूलाई पनि 5 सालको लागि पार्टीबाट निकालिएको छ। गगन थापाले त राम्रै कुराको लागि आवाज उठाएको थियो, एकचोटि हामी सुनौँ न। 20 र 24 गते जेनजीहरूले मात्र होइन, नेपालका लाखौं लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्। कोसँग व्यक्त गरेको? सरकारसँग। अनि त्यो सरकारमा को थियो? हामी थियौं। कोसँग व्यक्त गरेको? संसदसँग। त्यो संसदमा को थियौं? हामी थियौं। व्यक्तिगत रूपमा रिसाएको होइन, हाम्रो कामसँग रिसाएको, भ्रष्टाचारसँग रिसाएको, कुशासनसँग रिसाएको, बेथितिसँग रिसाएको। राजाको छोरा राजा हुने व्यवस्था फालेर बनेको गणतन्त्रमा नेपो बेबीहरूको राज देखेर रिसाएको।